नमस्कार। आज हामी लुम्बिनी प्रदेश अन्तर्गत प्युठान जिल्लाको सोह्रद्वारी नगरपालिका वडा नम्बर 2 मा अवस्थित सोह्रद्वारी तपोभूमिको विषयमा थोरै जानकारीमूलक सामग्री लिएर उपस्थित भएका छौँ। सोह्रद्वारी समुद्री सतहदेखि 7000 फिटको उचाइमा पर्दछ भने 26,000 रोपनी क्षेत्रफलमा यस आश्रम अवस्थित रहेको छ। सत्ययुगमा देवताहरूले यात्रा गरेको तपोभूमिमा रोल्पा जिल्लाको रुन्टी गाउँमा विक्रम सम्वत 1916 मा जन्मनु भएका 108 महाप्रभु बाल तपस्वी श्री नारायण गौतम 1951 मा स्वर्गद्वारीमा आएपछि वेदको मन्त्रद्वारा अग्नि प्रज्वलित गरी 1952 वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गर्नुभएको हो, जुन विश्व शान्तिको लागि सञ्चालित अखण्ड यज्ञ हालसम्म निरन्तर रूपमा अग्नि बलिरहेको छ। रुन्टीमा जन्मनु भएका नारायण गौतम आफ्नो छैटौँको दिन आमाले मासु आहार गरेको थाहा पाई 3 दिनसम्म भोकै बसी 10औं दिनबाट कपिला गाईको दुध सेवन गरी 3 वर्षको उमेरदेखि शिवको भक्त हुनुहुन्थ्यो। गाउँको माथि एउटा स्मरणीय ओडारमा 5 वर्षको उमेरमा अदृश्य भई 3 वर्षपछि विद्वानका रूपमा प्रकट हुनुभएको थियो। यसरी 1942 मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दीक्षा प्राप्त गरेपछि उहाँको नाम हंसानन्द गिरी भएको हो। उहाँ आफ्नो गाउँ छाडी चेलाहरूसहित धर्म रक्षाका लागि हिँड्नुभयो। उहाँ हिँड्दा हिँड्दै स्वर्गद्वारी नाम उच्च पर्वतमा पुगेपछि त्यहाँ प्राचीन यज्ञशाला रहेको समतल भूमिमा बाँसको वृक्षमुनि आश्रम राखी बस्ने इच्छा प्रकट गर्नुभयो। प्राचीन कालमा यज्ञ गरेको अवशेषहरू फेला परेपछि त्यस ठाउँमा मन्दिर स्थापना गर्नुभयो। स्वर्गद्वारीको उच्च टाकुरामा एउटा गुफा रहेको छ। उक्त गुफाबाट प्रभुले स्नानका निम्ति 2300 मिटर तल लुङ्ग्री माडीको दोभानमा झर्नु भई सोही द्वार मार्फत नै फिर्ता हुने गर्नुहुन्थ्यो भन्ने चलन रहेको छ। हाल उक्त गुफाको द्वारलाई स्वर्गको द्वार अथवा स्वर्ग जाने बाटो र गुप्ती सागर भन्ने चलन रहेको छ। यो द्वार खोज र अनुसन्धानको विषय बनेको छ। स्वर्गद्वारीको महत्त्व प्रभुलाई शिवको अवतार मानिन्छ। पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पूजा गरिन्छ भने स्वर्गद्वारीमा हिन्दूहरूका सम्पूर्ण पूजा अग्निको हवन गर्ने विधि विधानबाट सञ्चालित विश्वको एकमात्र हिन्दूहरूको संस्कार अनुसार चलेको स्वर्गद्वारी मात्र रहेको शङ्कराचार्य जयेन्द्र सरस्वतीले स्वर्गद्वारीको भ्रमणको क्रममा व्यक्त गर्नुभएको थियो। साथै समतल टाकुराबाट हिमशिखरहरू र रमणीय दृश्य अवलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साँच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ। हवन कुण्ड वेदद्वारा अग्नि स्थापना गरी दीप प्रज्वलित भएको हालसम्म निरन्तर अग्नि जलिरहेको छ भने दिनमा 3 किलोग्राम घिउद्वारा पूजा गरिरहने हवन कुण्ड आश्रमभित्र रहेको छ। वेद गुरुहरूद्वारा पूजा गरिने उक्त हवन कुण्डको विभूति प्रसादीको रूपमा ग्रहण गरिन्छ। उक्त विभूति ग्रहण गर्दा रोग व्याधि नलाग्ने विश्वास रहेको छ। प्रभुको 1997 मा मृत्यु हुनु पूर्व करिब 1000 गाई आश्रममा रहेका थिए भने हाल गाई गोरु 350 वटा रहेका छन्। यिनीहरूको पालन पोषण गर्न 30 जना ग्वालाहरू रहेका छन् भने दुध घिउबाट आश्रमको नित्य पूजा र आउने पाहुनाहरूलाई चियाको व्यवस्था गर्ने गरिएको छ। साथै करिब 100 रोपनी जग्गामा गाई भैँसीको गोबरबाट अत्यन्त मलिलो माटोमा उत्पादन हुने भाजी साग आउने भक्तजनहरूको लागि सशुल्क खाना खुवाउने व्यवस्था पनि रहेको छ। भित्र गणेश पञ्चाङ, शिव पञ्चाङ र देवी पञ्चाङ, सूर्य पञ्चाङ, विष्णु पञ्चाङ गरी 5 कुण्डहरूमा वैदिक विधिपूर्वक दैनिक 3 घण्टा पूजा गरिन्छ। महाप्रभुको जन्ममिति पुत्रता एकादशी, नागपञ्चमी, दशैँको फुलपाती र तिहारको औँसीको दिन प्रभुको सम्झनामा देश विदेशबाट आएका हजार भक्तजन समेतको उपस्थितिमा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ। आश्रमदेखि माथिपट्टिको डाँडामा सिद्ध बाबाको मन्दिर रहेको छ र महिनाको पहिलो आइतबार पूजा गर्ने प्रचलन रहेको छ। आश्रमको आम्दानीबाट आश्रम भित्र नै वेद पाठशालाको स्थापना गरिएको छ। वेद गुरुद्वारा पढाइने उक्त पाठशालामा हाल 100 जना विद्यार्थीहरू अध्ययनरत छन्। त्यहाँबाट उत्पादन भएका जनशक्तिहरू आश्रमकै लागि तयार गरिन्छ र त्यहाँ वेद, रुद्री, चण्डी र अमर कोशको अध्ययन गराइन्छ।
स्वर्गद्वारी आश्रम प्युठानको 26,000 रोपनी जग्गा बाहेक दाङ जिल्लाका विभिन्न ठाउँमा 1050 बिघा जमिन रहेको छ। त्यहाँबाट उत्पादन हुने खाद्यान्नबाट स्वर्गद्वारीको दर्शनमा आउने भक्तजनहरूलाई सशुल्क भोजन र आवासको व्यवस्था गरिन्छ। सम्पूर्ण व्यवस्थापन हेर्ने एकजना व्यवस्थापक र स्टोर हेर्ने एकजना भण्डारीको व्यवस्था छ। आउने भक्तजनहरूलाई प्रसादीको छुट्टै व्यवस्था आश्रमले गर्दै आएको छ। यसको मुख्य कार्यालय घोराई उपमहानगरपालिका वडा नम्बर 14 को झिगोरामा रहेको छ भने प्युठानको स्वर्गद्वारी र दाङ जिल्लाकै लमई नगरपालिका 3 बनगाउँमा पनि कार्यालय रहेको छ। आश्रममा मुख्य मेला वैशाख पूर्णिमा, ज्येष्ठ, भाद्र, कार्तिक र माघ सङ्क्रान्तिमा लाग्ने गर्दछ। यहाँका मुख्य तीर्थयात्रीहरू भारतको उत्तर प्रदेश र बिहार क्षेत्रका रहेका छन् भने नेपालको आन्तरिक तीर्थयात्रीहरू पनि रहेका छन्।